एउटा चोरकोलाई चाहिँ लखेटेर अर्को चोर राख्न खोजे हो, एउटा डाकालाई सत्ताबाट लखेटेको हो, अथवा चाहिँ एउटा चाहिँ केपी ओलीलाई चाहिँ हेलिकप्टर चढेर भाग्नुपर्ने स्थिति भने अर्को डाकालाई ल्याएर राख्न हो त। एउटा ठगबन्धन हटाएर काङ्ग्रेस एमाले माओवादीको ठगबन्धन गठबन्धन हटाएर फेरि चाहिँ कुलमान घिसिङ बालेन रविको ठगबन्धन ल्याउन खोजे हो त। त्यसमा चाहिँ नयाँ पार्टीहरू नयाँ नेताहरू सचेत हुनुपर्छ। नेपाली नयाँ पार्टी नयाँ नेता रवि लामेछाने बालेन शाह कुलमान घिसिङलाई पनि खबरदारी गर्नुपर्छ। उनीहरूलाई बिग्रिन दिनु भएन, बिग्रिन छुट छैन। यो बहस यो छलफल त्यसैका लागि हो। कम्तीमा पनि अहिलेको नयाँ वैकल्पिक राजनीतिक पार्टीले जति पनि गल्ती भएका छन् तत्काल सुधार्नु पर्यो। कम्तीमा के भन्न चाहन्छु भने म पहिलो त हामी राष्ट्रपाकै कुरा गरौँ न। हामी पार्टीको रूपमा त राष्ट्रपा रवि लामेछानेको उहाँले के आफ्नो परिवारको सदस्य दाजुभाइ श्रीमती काका काकी मामा माइजूलाई राखेका छन् भने त्यो समानुपातिकबाट हटाइदिउँ। यो सुझाव रवि लामेछानेले आफैले भनेका छन्। परिवारवाद लागू हुँदैन, विधिभन्दा बाहिर जाँदैन भन्नुभयो, जाँदैन भनेको छ नि त। सभापतिले भनेपछि त तपाईँ मान्नुहोस् न, सकिन्छ भनेको छ त। नेपाली जनताले पुरानो ठगबन्धनको विरुद्ध नयाँ ठगहरूको ठगबन्धन खोजे होइन, अथवा शेरबहादुर देउवा प्रचण्ड र ओलीको सट्टामा फेरि रवि लामेछाने हर्क कुलमानहरूको चाहिँ गठबन्धन गरेर अनि फेरि त्यही अवस्था चाहेका होइन नि त। तर नेपाली जनताले चाहेको भनेको त वैकल्पिक राजनीति हो, राजनीति पुनर्संरचना हो, राजनीति परिवर्तन, आर्थिक सामाजिक परिवर्तन चाहेका, विकास र निकास चाहेका हुन्। समानुपातिकमा त त्यो देखिएन नि सर। पुराना भन्दा झन् खतम। पुरानालाई यिनीहरूले के भन्थे, आफ्ना साली राखे, गर्लफ्रेन्ड राखे, श्रीमती राखे, धनाढ्यहरूसँग करोडौँ पैसा लिएर संसद पद बेचे भन्थे। तर यिनीहरूले पनि हेर्नुहोस् त, धनाढ्यका नयाँहरूले पनि पुरानोले जस्तै आफ्ना ससुरा पनि बाँकी नराख्ने, आफ्ना स्वकीय सचिवलाई पनि बाँकी नराख्ने होइन, अनि आफ्ना साला साली भान्जा पनि यही देख्न थियो भने त पुरानो पार्टी थिँदै थियो त। नयाँ वैकल्पिक राजनीतिक शक्ति चाहिएको, नयाँ पार्टी चाहिएको, नयाँ नेता चाहिएको। के भन्दाखेरि जनताको पक्षमा काम गर्ने मान्छे खोजेको हो। पुरानो जस्तो काम नगरोस्, पक्षपात नगर्ने। पुरानो पार्टीहरूले समानुपातिकलाई चाहिँ साला साली भान्जा भन्दी नाता गोता गर्लफ्रेन्डसम्म राख्ने चाहिँ व्यवस्था गरे। किनबेचको धन्दा फेरि हेर्नु है त, कहिले चाहिँ यो चाहिँ के अरे नेपाल सरकारकै डाँडा काँडा चाहिँ उपयोग गर्ने चन्द्र ढकालको नाम पनि मलाई थाहा छैन। उनी पनि समानुपातिक रे। गोल स्टारको मालिक पनि समानुपातिक, उता हेलिकप्टरको मालिक पनि उता एयरलाइन्सको मालिकहरूलाई नि भित्राउँदै रे होइन। अनि के यो नयाँ पार्टीहरू भन्छ इलिटहरूको पार्टी हो, त्यही देखियो। अनि समानुपातिकमा फर्म भर्दाखेरि 50,000 बुझाउनु पर्ने, प्रत्यक्षमा फेरि लाखौँ होला बुझाउनु पर्ने, अनि 50,000 धरौटी राख्न सक्ने इलिटहरू भनेको पैसावालाहरू, हेलिकप्टर कम्पनी चलाउनेहरू, बिचौलियाहरू, व्यापारीहरू, दलालहरू भन्दा बाहेक त अनि समानुपातिकको व्यवस्था किन गरे राज्यले भन्दाखेरि त्यही भएर राज्य सत्तामा पहुँच नपुगेका, पिछडिएका, चुनाव लड्न नसक्ने चुनाव लडेर आउनु। यहाँ त हामी त के हेरिरहेका छौँ भने होनार 101 अनुहार चिनिएका, यसो हेर्दाखेरि गरी खालान जस्तो क्या डाइनामिक खालको पढे लेखेका, बोल्न सक्ने होइन ती व्यक्तिहरू पार्टीका मन्त्री के अरे महामन्त्री र प्रोफाइलमा त्यस्ता व्यक्ति पनि समानुपातिक बनेर ए बाबा सक्षम व्यक्तिलाई त प्रत्यक्ष चुनाव लड्ने हो नि। समान के रासोपाकै एकजना बौद्धिक युवा भनिएका जो पर्दा पछाडिका हिरो हुन् होइन, एकजना सहमहामन्त्री होइन, सहमहामन्त्री सक्षम योग्य मान्छेले त प्रत्यक्ष चुनाव लड्ने हो नि। समानुपातिकमा बस्ने त एउटा पिछडिएको वर्ग, जनजाति, दलित, पिछडिएको, निर्वाचन लड्न नसक्ने, असक्षम सबैको प्रतिनिधित्व होस् भनेर समानुपातिक राखेको। फेरि उही काङ्ग्रेस एमाले जस्तो साला साली भान्जा भान्जी गर्लफ्रेन्ड स्वकीय सचिव। अन्तिममा छोटो चर्चा गरौँ, छोटोमा यहाँको विश्लेषण, किनकि यहाँ लामो समयदेखि भनौँ अब रवि लामेछाने या नयाँहरू भनौँ या राष्ट्रपा प्रति कहीँ न वैकल्पिक राजनीति कहीँ न कहीँ सहयोगै गर्नुपर्छ, कहीँ न कहीँ सहयोगी भूमिकामा तपाईँ हुनुहुन्छ। पुरानाहरू खतम भए होइन, नयाँहरूमा नयाँ अगाडि आउनु पर्यो, नयाँ चाहिँ अलिक प्रगतिशील हुन्छन्, यिनीहरूले चाहिँ पुरानाभन्दा फरक काम गर्छन्, गलत गर्दैनन् भन्ने थियो। तर
निर्वाचनका लागि समानुपातिकको सूची बन्द सूची तयार गर्ने विषयमा त रासपा सबैभन्दा बढी आलोचित हुनु पर्यो सर। यसलाई यहाँले कसरी यसको विश्लेषण गर्नुहुन्छ, के भन्नुहुन्छ यो विषयमा? यस्तो नेपाली जनताले के चाहेका थिए भन्ने मूल प्रश्न हो। नेपाली जनताले पुरानो ठगबन्धनको विरुद्ध नयाँ ठगहरूको ठगबन्धन खोजे होइन, अथवा शेरबहादुर देउवा प्रचण्ड र ओलीको सट्टामा फेरि रवि लामिछाने हर्क कुलमानहरूको चाहिँ गठबन्धन गरेर अनि फेरि त्यही अवस्था चाहेका होइन नि त। तर नेपाली जनताले चाहेको भनेको त वैकल्पिक राजनीति हो, राजनीति पुनर्संरचना हो, राजनीति परिवर्तन, आर्थिक सामाजिक परिवर्तन चाहेका, विकास र निकास चाहेका हुन्। समानुपातिकमा त त्यो देखिएन नि सर। पुराना भन्दा झन खतम। पुरानालाई यिनीहरूले के भन्थे? आफ्ना साली राखे, गर्लफ्रेन्ड राखे, श्रीमती राखे, धनाढ्यहरूसँग करोडौँ पैसा लिएर संसद पद बेचे भन्थे। तर यिनीहरूले पनि हेर्नुहोस् त, धनाढ्यका नयाँहरूले पनि पुरानोले जस्तै आफ्ना ससुरा पनि बाँकी नराख्ने, आफ्ना स्वकीय सचिवलाई पनि बाँकी नराख्ने होइन, अनि आफ्ना साला साली भान्जा पनि यही देख्न थियो भने त पुरानो पार्टी थिँदै थियो त। नयाँ वैकल्पिक राजनीतिक शक्ति चाहिएको, नयाँ पार्टी चाहिएको, नयाँ नेता चाहिएको। के भन्दाखेरि जनताको पक्षमा काम गर्ने मान्छे खोजेको हो। पुरानो जस्तो काम नगरोस्, पक्षपात नगर्ने पुरानो पार्टीहरूले समानुपातिकलाई चाहिँ साला साली भान्जा भान्जी नाता गोता गर्लफ्रेन्डसम्म राख्ने चाहिँ व्यवस्था गरे। किनबेचको धन्दा फेरि हेर्नु है त, कहिले चाहिँ यो चाहिँ के अरे नेपाल सरकारकै डाँडा काँडा चाहिँ उपयोग गर्ने चन्द्र ढकालको नाम पनि मलाई थाहा छैन, उनी पनि समानुपातिक रे। गोल स्टारको मालिक पनि समानुपातिक, उता हेलिकप्टरको मालिक पनि सुन न, उता एयरलाइन्सको मालिकहरूलाई नि भित्राउँदै रे होइन। अनि के यो नयाँ पार्टीहरू भन्छ इलिटहरूको पार्टी हो, त्यही देखियो। अनि समानुपातिकमा फर्म भर्दाखेरि 50,000 बुझाउनु पर्ने, प्रत्यक्षमा फेरि लाखौँ होला बुझाउनु पर्ने, अनि 50,000 धरौटी राख्न नसक्ने हो त। इलिटहरू भनेको पैसावालाहरू, हेलिकप्टर कम्पनी चलाउनेहरू, बिचौलियाहरू, व्यापारीहरू, दलालहरू भन्दा बाहेक त अनि समानुपातिकको व्यवस्था किन गरे राज्यले भन्दाखेरि त्यही भएर राज्य सत्तामा पहुँच नपुगेका, पिछडिएका, चुनाव लड्न नसक्ने चुनाव लडेर आउनु। यहाँ त हुन हामी त के हेरिरहेछौँ भने होनाहार 101 अनुहार चिनिएका, यसो हेर्दाखेरि गरी खालान जस्तो क्या, डाइनामिक खालको, पढे लेखेका, बोल्न सक्ने होइन, ती व्यक्तिहरू पार्टीका मन्त्री के अरे महामन्त्री र प्रोफाइलमा त्यस्ता व्यक्ति पनि समानुपातिक बनेर ए बाबा सक्षम व्यक्तिलाई त प्रत्यक्ष चुनाव लड्ने हो नि। रासपाकै एकजना बौद्धिक युवा भनिएका जो पर्दा पछाडिका हिरो हुन् होइन, एकजना सहमहामन्त्री होइन, सहमहामन्त्री सक्षम योग्य मान्छेले त प्रत्यक्ष चुनाव लड्ने हो नि। समानुपातिकमा बस्ने त एउटा पिछडिएको वर्ग, जनजाति, दलित, पिछडिएको, निर्वाचन लड्न नसक्ने, असक्षम, त्यस्तालाई सबैको प्रतिनिधित्व होस् भनेर समानुपातिक राखेको। फेरि उही काङ्ग्रेस एमाले जस्तो साला साली भान्जा भान्जी, गर्लफ्रेन्ड स्वकीय सचिव, त्यही देखि यहाँ कोही स्वकीय सचिव पनि पर्या भनेर विरोध आयो होइन, कोही ससुरा परे रे, कोही भान्जा भान्जी परे रे, कोही साला साली परे रे होइन। हामीले नेपाली जनताले क्या पुरानो ठगबन्धन भयो भनेर काङ्ग्रेस एमाले विरोध गरे हो नि, विरोध गर्यो। फेरि नयाँ ठगबन्धन अथवा शेरबहादुर देउवा प्रचण्ड ओलीले ज्यादती गरे, निरङ्कुशता भए, पक्षपात गरे, परिवारवादमा हाबी हो भनेपछि फेरि नयाँ पनि रवि लामिछाने, कुलमान घिसिङ बालेन पनि परिवारवादमा, फेरि साला साली भान्जा भान्जी, अनि स्वकीय सचिव, स्वकीय के वरिपरि चम्चाहरू भनौँ न, चम्चा झोले चम्चेहरू राखेर साला साली भान्जा भान्जी समेटेर, त्यो पनि समानुपातिक भए। बरु प्रत्यक्ष दिएदै केही थिएन। प्रत्यक्ष ए बाबा हेलिकप्टर मालिकलाई पैसा पनि छ, ल जनतामा जाऊ, तिमीहरू जाऊ, अनुमति गरेर आऊ क्या, आऊ। महामन्त्रीहरू, महासचिवहरू होइन, केन्द्रीय सदस्य, सुन्नु न, केन्द्रीय पदाधिकारी बनिया छ, केन्द्रीय सचिव बनिया छ होइन, अथवा केन्द्रीय चाहिँ नेता बनिया छ। केन्द्रीय कमिटीको नेता भनेको त्यो चाहिँ पिछडिएको मान्छे हो। उनीहरू प्रत्यक्ष चुनाव, एकजना के क्रान्ति सिका भन्ने दाङको एउटा केन्द्रीय सदस्य हुनुहुँदो रहेछ। म उहाँको एउटा चाहिँ विचारलाई सम्मान गर्छु। उहाँले के भने समानुपातिकमा पार्टीले सिफारिस गरे पनि म प्रत्यक्ष चुनाव लडेर जनताको म्यान्डेट लिएर आउँछु है।
त्यो हो नि त गर्ने केन्द्रीय सदस्यले नभए झागको केन्द्रीय सदस्य नेताहरूको चाहिँ वरिपरि बस्ने तेल घस्ने अनि टिकटक बनाउने टिकटक बनाएर रुँदै हिँड्नेहरू समानुपातिकमा सिफारिस रे टिकटकमा प्रचार गरेर अनि टिकटकरहरू सबै टिकटकर बोलाएर टिकटकर पार्टी बनाइदियो त नभए युट्युबर पार्टी बनाइदियो त्यही भन्दैछन् अहिले सबै युट्युबरलाई सबै टिकटकरलाई बोलाएर कसले भने समानुपातिक सांसद बनाइदियो राष्ट्रपाले के भनेछ भन्नु न राष्ट्रपाले के भनेछ राष्ट्रपाले त सिफारिस भएर आए अन्तिम चरणमा त कोही बालेन टिमबाट कोही कुलमान टिमबाट कोही राष्ट्रपाबाट आए समय पनि त भएन नि त सिफारिस गलत भयो होला त्यसलाई सच्याउँछौ भनेछ त रवि लामिछानेले स्वयं पनि भने मैले सुने के जति पनि कमजोरी भएको छन् जब प्रश्न उठ्यो तब भने तपाईलाई प्रश्न कतिमा 100 जनामा 100 जना 110 जनामा कति 25% को प्रश्न उठायो होला नि 75% त ठिक छ नि 25% हैन जनताको प्रश्न तपाईको प्रश्न अथवा नेपाली जनताको चाहना के भने कम्तीमा पनि साला साली भान्जा भान्जी हैन सासू ससुरा स्वकीय सचिव राष्ट्रपालाई 100 मा 25% गलत गर्ने छुट होइन नि सर होइन अनि सच्याउँछु भनेको छ त सच्याएर भने भन्नु न रवि लामिछाने स्वयं पनि भनेका छन् जब राष्ट्रपा पार्टीले पनि भनेको जब उहाँलाई प्रश्न उठ्यो जब जनताले भन्न थाले तपाईहरु होइन ए बाबा अब ए हो र त्यस्तो छ र हैन मैले लाग्दै छैन सच्याउँछु नयाँ पार्टी हो नयाँ नयाँ गठबन्धन बनेको छ नयाँ नेताहरू छन् केही गल्ती गर्ने छुट छैन नि सर नयाँलाई कहिलेकाहीँ कमजोरी गर्ने छुट छैन कहिलेकाहीँ के हुँदो रहेछ भने राष्ट्रपाले उम्मेदवारी दर्ता गर्दैमा पुलिस रिपोर्ट लिएर आऊ भनेको छ तर कहिलेकाहीँ चाहिँ मान्छे गलत मान्छे पनि आउलान् आए भनेदेखि अहिले भएका सिफारिसमा भएका एउटा तपाईँलाई के हो भन्दाखेरि नातावाद भयो भन्ने हो नाताको मान्छे पर्या जति हटाइदियो भने त 2-4% होलान् कोही चाहिँ स्वकीय पर्या होलान् आफ्नो कार्यालयका स्वकीय नेताको वरिपरि बस्ने चम्चागिरी गर्ने अनि समानुपातिकमा उठ्ने जाऊ न प्रत्यक्ष उठेर आऊ भन्नु त्यो पर्छ हैन तिम्रो नेता तिमीले चाकडी गरेको नेता तिम्रो नाता परेको नेता तिम्रो मामा काका ससुरा नयाँ पार्टीको केन्द्रीय अध्यक्ष सदस्य पदाधिकारी रहछन् त चुनावको म्यान्डेट गरेर चुनाव जितेर आऊ संसद खाऊ न बस प्रतिनिधि बन त्यही भन्नु पर्थ्यो त्यो अलिकति सोच जुन क्षेत्र समेट्नु पर्छ म एकछिन जोड्छु सर यहाँनिर त्यो छुटेको प्रश्न छ व्यापक मान्छेको असन्तुष्टि पनि छ त्यसमा कर्णाली र सुदूरपश्चिम यो राज्यबाट सधैँ उपेक्षित मधेस पनि सधैँ उपेक्षित तपाईँ पनि त्यही क्षेत्रको पर्नुभयो तपाईँलाई विशेष चासो हुने भयो होइन मलाई सबै क्षेत्रको चासो म मधेसको विषयमा त्यतिकै भन्दैछु कर्णाली सुदूर र मधेस तर अलि कर्णाली सबैभन्दा बढी अन्याय भएकै छ सबैभन्दा बढी मधेस पनि अन्याय परेको छ त्यही भन्दैछु मैले यो तीनटा क्षेत्र सबैभन्दा बढी प्रायोरिटीमा राष्ट्रपाको पर्नु पर्थ्यो रविको प्रायोरिटीमा पर्नु पर्थ्यो बालेनको प्रायोरिटीमा पर्नु पर्थ्यो कुलमानको प्रायोरिटीमा पर्नु पर्थ्यो अनि कम्तीमा बालेनको त पर्नु पर्थ्यो नि त बालेन त मधेसको समुदायको पनि प्रतिनिधि हो नि काठमाडौँको मेयर मात्रै होइन नि अब बालेनले यदि एउटा मधेसको छोरो काठमाडौँमा चाहिँ को मेयर देशको प्रधानमन्त्रीको नेतृत्व गर्ने भने मधेस प्रदेशमा चाहिँ 80 सिट छ हो कि भन्नु त त्यही त मधेसमा मात्रै पिछडिएका क्षेत्रलाई उपेक्षित गर्न मिल्छ भने यी तीन जना यदि बालेनले आफू प्रधानमन्त्री हुनु छ भने म त के सल्लाह दिन्छु भने मेरो फोकटमा सल्लाह हो निशुल्क सल्लाह हो बालेन यदि प्रधानमन्त्री यो देशको बन्नु छ भने कम्तीमा मधेसमा मात्रै होइन प्रधानमन्त्री बन्न त हिमाल पहाड तराई तीनटै क्षेत्र समेट्नु पर्यो तर मधेसको म्यान्डेट लिएर आउनु पर्यो 165 सिटमा 80 सिट त तराईमा छ त 80 सिटको प्रतिनिधि मधेसको जनसङ्ख्याको प्रतिनिधि आजसम्म मधेसको छोरो आजसम्म यो देशको राष्ट्रपति त भयो तर प्रधानमन्त्री बन्न बाँकी छ नेपाली जनताले आज नयाँ पुस्ता वैकल्पिक राजनीतिक शक्तिको प्रधानमन्त्री हेर्दै गर्दाखेरि 80 सिटको प्रतिनिधित्व गर्ने त्यही अनुसारको समानुपातिक थप्ने हो भने एक्स्ट्रा हुन्छ तर ठुलो जनसङ्ख्याको माहौल बढाएको बालेनले आजैबाट मधेसलाई समेट्नु पर्यो कर्णाली र सुदूरपश्चिमलाई सिङ्गै छाडेर मधेस सिङ्गै छाडेर
अनि यही बागमती प्रदेश र चितवनको 21 जना सिफारिस गरेर चाहिँ राजसभा वैकल्पिक पार्टी बन्छ। अर्को जिल्लामा 15 त्यसलाई सच्याउने प्रतिबद्धता स्वयं रवि लामिछाने सिफारिस भएर आयो। रवि लामिछाने सिफारिस त गरे त होइन नि त, साइन गर्ने त उनै हो नि लास्टमा, होइनन् र पार्टी सभापति आँखा चिम्लेर साइन गरे हो भने त्यहाँ देखेनन्, त्यहाँ जिल्ला देखेनन्, एउटै जिल्लामा 15 जना 21 जना, कर्णालीमा मान्छे छैन, सुदूरपश्चिमबाट मान्छे छैन, मधेसबाट मान्छे आएर यार यो त भएन है, के हो गरे यो भन्न सक्नु पर्थेन त्यतिखेर। यो त यसरी बुझ्नु पर्यो के, रवि लामिछाने अहिलेको सभापति मात्रै हुन् होइन, वैकल्पिक राजनीति नेतृत्व गरेका छन्। त्यसमा पनि अहिले कुलमान घिसिङ बालेन शाहदेखि त्रिपक्षीय एउटा चाहिँ शक्ति छ त्यहाँ होइन, त्यहाँ चाहिँ अहिले चाहिँ एक ठाउँमा आइरहेछन्। अब फेरि चाहिँ राजसभामा व्यक्तिले काम गर्ने त होइन, राजसभाभित्र पनि त्यहाँ चाहिँ समानुपातिक उम्मेदवार छनौट समिति, सिफारिस समिति, त्यहाँको चाहिँ आन्तरिक कार्यविधि त त्यहाँ त सिक्नै बाँकी छ त। फ्लोरबाट जे आयो त्यो त्यसको लागि होइन, जे संरचना राष्ट्रपालले बनाएको छ तिनीहरूको तपाईँले के मान्नुहोस् भने तिनीहरूको क्षमता देखियो के। सुन्नु, रवि लामिछाने स्वयंले, बालेन शाह स्वयंले, कुलमान घिसिङ स्वयंले र रवि यो राजसभासँग आबद्ध जति पनि चाहिँ जेनजी अभियन्ताहरू, जेनजी पुस्ताका नेताहरू सबैले चाहिँ यो अहिलेको समानुपातिक सिफारिसमा केही कमी कमजोरी त्रुटिहरू भए, किनभने केही होइन व्यापक देखियो सर। तपाईलाई एउटा एक्जाम्पल म भन्छु, 100 जनामा कति 25 जना संशोधन गर्नु पर्ला होइन, ठिक छ, सुधार गर्नु पर्ला, त्यति नै हो होइन। गल्तीको हद कहाँसम्म छ भने मैले कुरै गरेको उहाँसँग, उहाँको प्रतिक्रिया लिएको, एउटा कुनै महिला बच्चा पाउने छ त्यस कारण म बाबा तपाईले समानुपातिकमा रन्जु दर्शना भनेर नाम लिनुस् न, म बताइदिन्छु के। मैले उहाँसँग कुरै गरेँ हैन, ठिक छ त, त्यो हदसम्म समानुपातिकको प्रणालीलाई त्यति धज्जी उडाउने राष्ट्रपाललाई छुट छैन के सर। रन्जु दर्शना भनेको व्यक्तिलाई म आज राजसभा भएर होइन, राजसभा हुनुभन्दा अगाडि नै वैकल्पिक राजनीति शक्ति भएर आएको व्यक्ति हो। सुन्नु, फेरि रन्जु दर्शना चाहिँ सांसद हुनै पर्छ, चाहे समानुपातिक अथवा प्रत्यक्ष भन्ने पनि होइन, तर पार्टीको मूल्याङ्कनमा के देख्यो भन्दा रन्जु दर्शना, समीक्षा बास्कोटा लगायतका व्यक्ति, उहाँहरू संसदमा हुनुपर्छ, भोलि सरकारमा पनि हुनुपर्छ, तर प्रत्यक्ष जनताबाट अनुमोदित भएर आउनु परेको त्यो लेभलका नेताहरू रन्जु दर्शनाको ठाउँमा, समीक्षा बास्कोटाको ठाउँमा होइन, समीक्षा मुसहर आउन सक्थ्यो होइन, समीक्षा परियार आउन सक्थ्यो, समीक्षा कामी आउन सक्थ्यो होइन, मधेसको कुनै एउटा अर्को महिला आउन सक्थ्यो नि समानुपातिकमा, त्यो त रोकियो नि सर। त्यो हो क्या मेन कन्सर्न भनेको। तर त्यो राष्ट्रपाललाई त्यो छुट, त्यो धज्जी उडायो। के हुँदो रहेछ भने एउटाले सबैलाई पद चाहिएको छ, सबैलाई सत्ता। ए बाबा, कुनै पनि पार्टीको नेता हुँदैमा, सभापति हुँदैमा, मन्त्री सांसद हुँदैन, केन्द्रीय सदस्य हुँदैमा, केन्द्रीय पद, त्यसलाई सांसदै हुनुपर्ने, मन्त्री नै खानुपर्ने। ल एउटा मान्छे तपाईँले यस्तो देखाइदिनुहोस् कि प्रदीप गिरीबाट केही सिकिएन, किशोर भट्टराईबाट केही सिकेन। ए बाबा, गर्नुपर्ने के थियो भने पार्टीको नेताहरूले, कुनै पार्टीको सभापति होस्, उपसभापति होस्, अथवा पार्टी नेता होस्, अथवा मर्ज भएर आएका हुन् केन्द्रीय सदस्यले, त्यो सार्वजनिक पद नलिँदा केन्द्रीय सदस्य भएर बस्दा हुँदैन होइन। कम्तीमा सभापतिले, त्यसको महामन्त्रीले, त्यसको कोषाध्यक्षले पार्टी चलाएर बसे हुँदैन भने। त्यही त, तर सबैलाई चाहियो, सबैलाई पद चाहिएको छ। यहाँ त कसलाई पद चाहियो भने एउटा कुनै चाहिँ पावरफुल व्यक्तिको घरमा चाहिँ काम गर्ने मान्छेलाई पनि, पिएलाई पनि, चम्चेलाई पनि चाहियो, झोलेलाई पनि चाहियो, जो चाहिँ नेताको वरिपरि बस्ने। काङ्ग्रेसमा पनि त्यही छ है, एमालेमा पनि त्यही छ। त्यो रोग चाहिँ नयाँमा नलागोस् भने हो। ल ठिक छ, हाम्रो खबरदारी यही हो। सुन्नु, तपाईँको खबरदारी, जनताको खबरदारी, आमको जमा, हामीले खबरदारी नगर्ने हो भने त पुरानो ठगबन्धन जस्तै काङ्ग्रेस एमाले माओवादी जस्तै बन्ने भए त, प्रचण्ड ओली शेरबहादुर देउवा जस्तै बनाउन खोज्या हो त। रवि लामिछाने र चाहिँ बालेन कुलमानहरुलाई होइन नि, त्यही भएर त्यसो हो भने त फेरि यो दुईटै पुरानो ठगबन्धन र नयाँ ठगबन्धनको विरुद्ध नयाँ ठगबन्धन सुरु भएको भने त यो दुईटैलाई खारेज गर्नु परेन भने अवस्था त्यही आउँछ। यदि यस्तै हो भने
एउटा चोरकोलाई चाहिँ लखेटेर अर्को चोर राख्न खोजे हो, एउटा डाकालाई सत्ताबाट लखेटेको हो, अथवा चाहिँ एउटा चाहिँ केपी ओलीलाई चाहिँ हेलिकप्टर चढेर भाग्नुपर्ने स्थिति भने अर्को डाकालाई ल्याएर राख्न हो त। एउटा ठगबन्धन हटाएर काङ्ग्रेस एमाले माओवादीको ठगबन्धन गठबन्धन हटाएर फेरि चाहिँ कुलमान घिसिङ बालेन रविको ठगबन्धन ल्याउन खोजे हो त। त्यसमा चाहिँ नयाँ पार्टीहरू नयाँ नेताहरू सचेत हुनुपर्छ। नेपाली नयाँ पार्टी नयाँ नेता रवि लामेछाने बालेन शाह कुलमान घिसिङलाई पनि खबरदारी गर्नुपर्छ। उनीहरूलाई बिग्रिन दिनु भएन, बिग्रिन छुट छैन। यो बहस यो छलफल त्यसैका लागि हो। कम्तीमा पनि अहिलेको नयाँ वैकल्पिक राजनीतिक पार्टीले जति पनि गल्ती भएका छन् तत्काल सुधार्नु पर्यो। कम्तीमा के भन्न चाहन्छु भने म पहिलो त हामी राजसभाकै कुरा गरौँ न। हामी पार्टीको रूपमा त राजसभा रवि लामेछानेको उहाँले के आफ्नो परिवारको सदस्य दाजुभाइ श्रीमती काका काकी मामा माइजूलाई राखेका छन् भने त्यो समानुपातिकबाट हटाइदिउँ। यो सुझाव रवि लामेछानेले आफैले भनेका छन्। परिवारवाद लागू हुँदैन, विधिभन्दा बाहिर जाँदैन भन्नुभयो। जाँदैन भनेको छ नि त। सभापतिले भनेपछि त तपाईँ मान्नुहोस् न, सचिन्छ भनेको छ त, सच्याउँछन्। गल्ती हुनसक्छ, कमजोरी हुनसक्छ। अब सिफारिस भएर आयो, कसको ससुरा पर्छ कि साला पर्छ कि को चाहिँ गोली स्टारको मालिक हो कि को चाहिँ चन्द्रगिरीको मालिक हो थाहा भएन नि त। त्यो त नाम आयो, त्यो त थाहै छ। ए बाबा आफैले भने यसरी भन्नु न, चारैतिरबाट नाम आउँछ। फेरि एउटा व्यापारी हुनु धनाढ्यको विषयमा रवि लामेछानेले ठिकै हो भनेका छन् सर। त्यसमा उनले के ठिकै हो भनेका छन्। उनले के भने हैन त्यो अपराधिक होइन। उनले के भने धनाढ्य छ भने चुनाव लड्न पठाइदेऊ न। उनको तर्क के थियो भने त्यो भन्नु पर्थ्यो। तर उहाँले तर्क के दिनुभयो भने धनाढ्य भयो भन्दैमा, व्यापारी भयो भन्दैमा ऊ क्रिमिनल होइन, संविधानले उसलाई उम्मेदवार हुन, सांसद समानुपातिक हुन रोकेको छैन, त्यसकारण त्यसो भए के फरक पर्छ भन्नु। संविधानले सुन, संविधानले त रवि लामेछानेलाई श्रीमतीलाई दाजुभाइलाई रोकेको छैन, सासू ससुरालाई ल्याएर समानुपातिक दिन नि त रोकेको छैन। त्यही गर्ने त, त्यही गर्ने, त्यही चाहेका हो जनताले। फेरि यसमा चाहिँ रवि लामेछानेको दोष छैन, इन्ट्रेस्ट उनको नहोला, तर निर्णायक रवि लामेछानेले के भनेका छन्? परिवारवाद वर्जित छ, नातावाद राजसभामा हुँदैन। सुकेशजी पिए केन्द्रीय सदस्य सक्षम मान्छे त चुनाव लड्न जाने हो क्या? त्यही भने पदाधिकारी चुनाव लड्न जाने हो। होइन भने केन्द्रीय सदस्य छोड न, म पीडित हो, म एउटा चाहिँ दुर्गममा काम गर्छु, कुनै विभागमा कुनै विज्ञताको काम गर्छु, म डाइरेक्ट इलेक्टेड हुन असक्षम छु, त्यसकारण म समानुपातिक। फेरि त्यही समानुपातिकमा के लगाइदिएको छ भने 50,000 को शुल्क लगाइदिएको छ। हेर्नुहोस्, अनि के चाहिँ 50,000 बुझाउन नसक्नेले चाहिँ राजनीति नगर्ने सदस्य होइन। कर्णालीको हुम्लाको गरिबहरू चाहिँ राजसभाको सदस्य, गरिबको भोट राजसभालाई चाहिँदैन। हुम्लाको एकजना महिलालाई समानुपातिकमा राख्नु पर्यो भने उसले 50,000। ए बाबा अरू छोडिदेऊ न, राजसभाकै सांसद हुन् नि त, अगाडि जोडी प्रत्यक्ष लडेको तोसीमाको कुरा गरौँ न। हेर्नुहोस्, विवाद नहोस्। तोसीमा हिजो पो पेसाले डाक्टर त, उनको कमाइ थियो होला त। अहिले त सांसद पद पनि हटिसक्यो, तलब आउँदैन। 50,000 बुझाउ पार्टीलाई भन्यो भने कहाँबाट ल्याउने? कि सापट्टि लिनु पर्यो। त्यही भएर एलिटहरूको पार्टी, सुकिला मुकिलाहरूको पार्टी थाले। रासोपालाई गरिबको भोट चाहिन्छ भने पैसाको राजनीति चाहिँ छोड्नुपर्छ। यस, हस्, थ्याङ्क यू सर। यो महत्त्वपूर्ण समयका लागि महत्त्वपूर्ण विचार हामीले खास गरी राजसभाको समानुपातिकको विषयमा रहेर यो खबरदारीपूर्ण बहस छलफल गऱ्यौँ। यो समयका लागि सरलाई धेरै धेरै धन्यवाद। यहाँलाई नि समय र सम्वादको लागि धन्यवाद।